हजुर नमस्कार है। म रेशम चन्द बर्दिया जिल्ला कमिटीको सदस्य नेकपा एमाले बर्दिया काठमाडौँ सफर मञ्चको इन्चार्ज पनि अहिले म यो बर्दिया जिल्लाका आएका प्रतिनिधिहरू सबैसँग यहीँ छु र यो मैले खड्गबहादुर खड्काजीको यो प्रचारमा पनि हिँडिरहेको छु। बर्दिया जिल्लालाई खड्गबहादुर खड्का विषयमा के भन्नुपर्दाखेरि मैले उहाँ शिक्षक पनि विगत लामो समय पेसामा बस्नुभयो र एउटा ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ र उहाँलाई कुनै समयमा अहिले म नाम लिन चाहिने कुनै व्यक्तिको उहाँले दबावमा राखेर अस्फुटन हुन दिनु भएको थिएन र उहाँले विद्रोह गर्नुभयो र अगाडि बढ्नुभयो र बढ्दै अहिले नगर प्रमुख भएर काम पनि गर्नु भएको छ र मैले थाहा पाए अनुसार उहाँ चाहिँ अहिले केन्द्रीय सदस्यको उम्मेदवार हुनुभयो भनेर थाहा पाएँ र प्रचारमा आएको छु र आदरणीय व्यक्तित्व खड्गबहादुर खड्काज्यूलाई अत्याधिक मत दिएर उहाँलाई विजय गराउन हार्दिक अनुरोध गर्दछु र बर्दियाभरि जति पनि हाम्रो प्रतिनिधि उठ्नु भएको छ केन्द्रीय सदस्यमा उहाँहरू सबैलाई मतदान गर्छु भन्ने आग्रह पनि गर्दछु। तपाईले यो अहिले अधिवेशन हुँदै गर्दा हजुर यो जितको सुनिश्चित कतिको देख्नुहुन्छ? मलाई के लाग्छ भने बर्दिया जिल्ला राजनीतिक क्षेत्रमा पिछडिएको जिल्ला हो। कमरेड वामदेव गौतम पश्चात बर्दिया जिल्लामा त्यो नेतृत्व गर्ने पंक्ति थिएन र जति पनि थियो त्यो एकदमै चौघाराभित्र बसेको थियो र अहिले खड्गबहादुर खड्काजी जसरी आउनु भएको छ, बाहिर निस्किनु भएको छ, यसले वामदेव गौतम जत्तिकै भन्दा पनि अझै राम्रो किसिमले नेतृत्व गर्न सक्ने हुनुहुन्छ भन्ने हामीलाई लाग्दछ र त्यसकारणले बर्दिया जिल्लालाई नेतृत्वविहीन कसैले पनि नबनाउन्। बर्दिया जिल्लामा खड्गबहादुर खड्काजी यदि आउनु भएन भने, बर्दिया जिल्लामा उहाँ जत्तिको मान्छे आएन भने हामी अभिभावकविहीन हुन्छ भन्ने हामीलाई लाग्दछ। किनकि म सोही कमिटीमा काम गर्दछु र बर्दिया जिल्ला कमिटीको सदस्य भएको नाताले उहाँ जतिको मान्छे आउनुभयो भने बर्दियालाई एउटा अभिभावक दिन सक्नुहुन्छ र नेतृत्व गर्न सक्नुहुन्छ हामीलाई लाग्दछ। अहिले अधिवेशन हुँदै गर्दा यहाँ दुईवटा प्यानल हजुर हजुर प्यानलभित्र पनि छटपट देखिरहेको छ। यसलाई चाहिँ कुन हिसाबले लिनुहुन्छ? म त स्पष्ट भनौँ भने म कुनै प्यानलमा छैन है। म बर्दिया जिल्ला कमिटीको एक मात्र व्यक्ति हो। म कुनै प्यानलमा छैन, न म केपी प्यानलमा न एसओजी प्यानलमा। हाम्रो लागि दुवै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ र बर्दियाको बासिन्दा भएको नाताले सुदूरपश्चिम, मध्यपश्चिम या पश्चिम क्षेत्रको एउटा विद्यार्थी जीवनदेखि काम गरेको अनुभवको आधारमा के भन्छु भने अहिलेको जेनेरेसनले प्यानल खोज्दैन, अत्यन्तै ऊर्जाशील व्यक्ति खोजिरहेको छ, जसको लागि ऊर्जाशील व्यक्ति मध्येमा बर्दियामा आदरणीय बिमला विगजी हुनुहुन्छ, ऊर्जाशील युवा हुनुहुन्छ। हामी उहाँलाई समर्थन गर्छौँ। उहाँ कुन प्यानलको म चिन्दिनँ। हुँदैन, यो हाम्रो आन्तरिक लोकतान्त्रिक व्यवस्था हो। हामी तपाईँले पनि हेर्नु भएको छ बर्दिया जिल्लाको अधिवेशनमा म एकदम स्वतन्त्र उठेको थिएँ र मैले विजय हासिल गरेका हुँ। त्यसो हुँदैन, केही क्षणिकसम्म यताउता होला, तर चाहिँ हाम्रो आन्तरिक लोकतन्त्र हो। यो घरभित्रको लडाइँ हो भन्ने भन्छन्, तर त्यो आगो लगाउने काम पनि हुन सक्छ नि, होइन? आगो लगाउने काम हो, बाहिरबाट हुँदैन। हामी के हुन्छ भने नेकपा एमाले भनेको जनताको बहुदलीय जनवासलाई मानेको हो, लोकतान्त्रिक व्यवस्थालाई मानेको पार्टी हो भएको हुनाले लोकतान्त्रिक व्यवस्थाभित्र के हुन्छ भने आन्तरिक प्रतिस्पर्धा अपरिहार्य हुन्छ। आन्तरिक प्रतिस्पर्धाबाट नै हामी द्वन्द्व त भौतिकवादबाट आएको मान्छे भएको हुनाले द्वन्द्व आवश्यक हुन्छ। हामी त्यसरी मान्छौँ र यसलाई एकदम सहजमा लिएका छौँ र जो आए पनि हाम्रो भोलिको ईश्वर कुमार आए पनि आदरणीय अध्यक्ष हुनुहुन्छ, केपीजी आए पनि आदरणीय अध्यक्ष हुनुहुन्छ र आउने साथीहरू सबै हाम्रो विजय साथीहरू सबै आदरणीय व्यक्तित्व हुनुहुन्छ। हामी यसलाई कति पनि राख्दैन मनमा, यो गर्दा ढुक्क भएर बस्दा हुन्छ। अहिले चाहिँ जो अहिलेसम्म शान्तिपूर्वक जुन अधिवेशन भइरहेको छ, कति बेला तपाईँको मन चाहियो अथवा हाम्रो टिमले चाहिँ कति बेला चाहिँ हाम्रो भोटिङ सेसन सुरु हुन्छ भनेर तपाईँलाई के जानकारी छ? होइन, मैले भर्खरै खबर पाएँ 9 बजीबाट भोटिङ सुरु हुँदैछ अहिले भर्खरै। अब 9 बजेर हुँदाखेरि लगभग 22-23 मान्छेले भोट हाल्दाखेरि त 500 घन्टा 7 घन्टा लाग्छ होला। भोलि 11-12 बजीसम्म क्लियर भइहाल्छ। त्यस कारणले अहिले म यो प्यानलको त्यो प्यानलको भनेर उफ्रिएर कुनै आवश्यकता मैले देख्दिनँ। राम्रा मान्छे, सक्षम मान्छे हाम्रा हुन्छन् र यो पार्टीको भविष्य निर्माण गर्नको लागि र पार्टीको भविष्यसँग देशको पनि भविष्य निर्माण गर्न, हामी युवाको भविष्य निर्माण गर्नको लागि पनि राम्रा मान्छे आउनुपर्छ। हाम्रा मान्छे भनेर हामीले कसैलाई काखी च्याप्न चाहिँ आवश्यक छैन र बर्दियाको हकमा अहिले चाहिँ खड्गबहादुर खड्काजी उठ्नु भएको छ, बिमला विगजी उठ्नु भएको छ, शोभा ग्यावलीजी उठ्नु भएको छ, बिना भट्टराई उठ्नु भएको छ, कृष्ण थारू हुनुहुन्छ। उहाँ 5 जना मध्ये सबै सक्षम हुनुहुन्छ। तर मैले मेरो व्यक्तिगत तर्फबाट यो हाम्रो भनेर चाहिँ
मैले भन्न सक्दिनँ, किनभने हामी सबै राम्रा छौँ, हामी राम्रा मान्छे नै उम्मेदवार बन्छौँ। हामी नेकपा एमालेभित्र सबैजना उम्मेदवार क्यान्डिडेट राम्रा हुनुहुन्छ, उहाँमध्ये पनि अति राम्रो को छ भन्ने विषयमा चाहिँ हाम्रोमा जनताले चाहिँ बुझिया छन् र यो प्रतिनिधि साथीले बुझ्नु भएको छ। मलाई विश्वास छ बर्दियाका सबै प्रतिनिधिलाई भोट हाल्नु होला र विशेष गरी खड्गबहादुर खड्काजीलाई बिल्कुलै पनि छोड्ने काम नगर्नु होला। यति नै मैले भन्न चाहेँ। धन्यवाद। हस्, धन्यवाद।